नमस्कार आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू। नमस्ते। एउटा हिन्दी कहावत याद आयो कि मलाई, हर खानदान में खानदान को डुबाने वाला कोही होता है जो दूसरे को तलुवा चाड के खानदान को डुबादा जाता है भने चाहिँ अच्छा। नेपाली समाजमा पनि नेपाललाई चाहिँ डुबाउने धेरै पात्रहरू छन्। धेरै शासकहरू आफ्नो फेभरमा चाहिँ परिणाम नआउने भनेदेखि त्यो चुनावमै नजाने किसिमका वातावरण गर्दै आएका पनि छन्। एमाले आफैमा चाहिँ अहिले चाहिँ कन्फ्युज भएर चाहिँ चुनावमा भएको सबैलाई थाहा नै छ। ठीक है। एमालेलाई लाग्थ्यो 140 सिट हामी पक्का, मेरो हार कहाँ हुन्छ, 2-4 सिट घट्ला भनेर ठाउँ ठाउँमा भाषणबाजीहरू गरेको पनि सुनिएकै छ हैन। ये बड़ी अच्छी बात कही आप। अब दुर्गा प्रसाईकै कुरा गरौँ। दुर्गा प्रसाई चाहिँ विभिन्न ठाउँमा भिडियोहरू देखिरहेका छ हामीले भिडियोहरू। उनले भन्दा चाहिँ एमाले मात्रै चुनावमा भाग नलिदिएको भए चुनावै हुन्थेन र चुनाव नगराएर जनमतमा चाहिँ अन्धकारमा राखेर नेपाललाई अन्धकारमा राख्न चाहन्छ कसले भन्ने कुरो त्यहाँबाट चाहिँ हामी प्रश्न एउटा केटीमा भुलिरहेछ एमाले हुन सक्छौँ। दुर्गा प्रसाई जस्ता र मान्छे पनि समाजमा ऋषि धमला जस्ता चाहिँ कार्टुन मुखो बोक्ने कहिले जेरी पकाउने पनि छँदैछन् र गगन थापा जस्तो फोहोरमा चाहिँ हम्फालेर फोहोरको सफा गर्नको लागि आफै फोहोरमा हम्फालेर चाहिँ आफ्नो हार होस् या जित त्यसको बेप्रवाह चाहिँ फोहोर सफा गर्न उत्रेका मान्छेलाई पनि त्यही काङ्ग्रेसकै पक्षले भन्दैछन् चाहिँ नैतिकता देखाएर राजीनामा दिनुपर्छ अरे भनेर। फोहोरको डङ्गुरमा हम्फालेको मान्छेलाई पहिला फोहोरको डङ्गुरमा हम्फाल्नुभन्दा पहिला नुहाएर आइज भन्ने आएको चाहिँ यो कानुन हो। पहिला नुहाएर आउने अनि त्यसपछि फोहोरको डङ्गुरमा हम्फाल्ने भन्ने हुन्छ। उनी त्यहाँ घाँटीसम्म डुब्ने गरी फोहोरको डङ्गुरमा हम्फालिसके। फोहोरको दलदलले डुबायो उनलाई, त्यो सफा गर्न हिम्मत गरे, साहस गरे। साहसी रहेछन् गगन थापा भन्नु चाहिँ छैन। नैतिकताको आधारमा राजीनामा गर्नुपर्छ भन्दैछन् दुर्गा प्रसाई चाहिँ। अब एमाले मात्रै नमानिदिएको भए चुनावै हुन्थेन जनमतलाई गुमराह राख्ने प्रतिमा चाहिँ चाहँदैछन्। हामीले यस्तो किसिमको चाहिँ परिपाटी छ। कतिले चाहिँ भन्दैछन् 2/3 कसरी आउँछ, कसको आउँछ 2/3 भन्दै थिए। अब 2/3 ल्याएर देखाइदियो रासोपाले, लगभग 2/3 नै भयो। अब प्रत्यक्षमै चाहिँ त्यत्रो मत लिएर आयो, समानुपातिक एउटा 2/3 भयो। अब कुनैले पनि जनमतको चाहिँ कदर गर्नुपर्ने हुन्छ। जनमतको कदर जसले गर्दैन त्यो पत्ता साफ भएर जान्छ। शासकहरूले हिजो त्यही गरे, हारेकालाई नै मनोनयन गरेर लिएर आए, आफ्नो मन लाग्दै गरे। त्यसकै विरोधमा अहिले 2/3 मत राजसभालाई दिएको छ। राजसभामा जनताको ठुलो अपेक्षा रहेको छ। भ्रष्टाचार निर्मूलनदेखि लिएर चाहिँ सुशासनको सुरुवात, स्वास्थ्य, शिक्षा, रोजगारदेखि लिएर गएर देशको समग्र परिवर्तनमा चाहिँ राजसभाको चाहिँ पक्षमा जनमत आएको छ। त्यही अनुसारले काम होस्। धन्यवाद। नमस्कार।